ल हेर्नु साथीहरु, यो चाहिँ अक्कापरे खुर्सानी यसरी उत्पादन गरिएको छ। साथमै यसरी उत्पादन गरिसकेपछि आत्मनिर्भरता भएपछि केरा यसरी उत्पादन भइरहेका छन्। यतापट्टि सिमीहरू यसरी नै उत्पादन छ। यसै गरी म यहाँ कागती देखाउँदछु। यो कागतीहरू यसरी नै यो गर्यो भने के चाहिँ नहुने रहेछ त भन्ने कुरा यहाँ चाहिँ देखिन्छ। यही छेउमै फेरि यहाँ लिचीको बोट पनि छ। ल यहाँ हेर्नु साथीहरु, फेरि मेवा यस्तो तरिकाले चाहिँ फलेको छ। यो मेवा कि हेर्दै लोभलाग्दो तरिकाले ल हेर्नुहोस्, यसरी देखिन्छ। छेउमा यहाँ धनियाँहरू, यहाँ खोर्सानीहरूलाई हेर्नु होला। यसरी चाहिँ मेवा भयो, यसरी चाहिँ उत्पादन गरिएको छ। यो चाहिँ एकदम यति राम्रो तरिकाले उत्पादन भएको छ। यस्तो चाहिँ हेरिरहँ जस्तो भएको छ। टमाटर हेर्नुहोस्, टमाटर त्यस्तै तरिकाले चाहिँ उत्पादन छ। यो टमाटर चाहिँ लगभग फलिसकेर यो चाहिँ अन्तिम निखार नाखार गर्न मात्रै बाँकी रहेछ। कोदो हेर्नुहोस्, फेरि यसरी चाहिँ नि गरिएको छ। यसो गरिसकेपछि पो नि हुन्छ है। यसरी हेर्नु ल साथीहरु, अक्कापरे खुर्सानीहरू यसरी फलेका, कागतीहरू वहाँ त्यसरी फलेको हो। यसरी चाहिँ मैले देखाइरहेको छु। यो चाहिँ सिमी, सिमी राजमा यस्तो तरिकाले फलिरहेको छ। भनेपछि यहाँ चाहिँ नि हामी यही छेउमा खोलालाई देख्छौँ भनेपछि मासहरू पनि यसरी फलिरहेको हामी देख्न सक्दछौँ। यसै गरी अब अक्कापरे खुर्सानीलाई यहाँ चाहिँ नि पर्याप्त मात्रामा फलेको यसरी देखाउँछौँ। ल हेर्नु, यहाँ चाहिँ अक्कापरे खुर्सानी यसरी उत्पादन गरिएको छ। सबैले उत्पादन गर्नुपर्दछ। आय आर्जनको चाहिँ नि बाटोलाई अपनाउनु पर्दछ। यस्तो तरिकाले मैले देखाएको छु। ल हेर्नुहोस् है, यो चाहिँ अक्कापरे खुर्सानी कृषकहरूले यसरी उत्पादन गरेका छन्। अब यसलाई बजारीकरण गर्नुपर्ने देखिन्छ स्थिति। भनेपछि अब मास्तिर मसँगै फुलहरू पनि देखाउँछु। हेर्नुहोस् ल, फुलहरू पनि यसरी फुलिरहेको गाउँघरमा यति रमाइलो चाहिँ नि दृश्यहरू देख्न पाइन्छ है। ल हेर्नु होला, यस्तो चाहिँ नि छ साथीहरु।